भारतको जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमलामा परेर ज्यान गुमाएका बुटवल 11 कालिका नगरका सुदीप नेउपानेको शव बिहिबार बिहान घर ल्याइ पुर्याइएको छ। सुदीपको शव बिहिबार नै त्रिवेणी घाटमा लगेर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। मंगलबार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँ दिल्लीबाट लखनऊसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलैया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइ पुर्याइएको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिएका छन्। बिहिबार बिहान 7 बज्ने लाग्दा सुदीपको डेड बडी बेलैया नाकामा ल्याइ पुर्याइएको थियो। त्यहाँबाट भारतीय पक्षले सुरक्षाकर्मीको रहबरमा सुदीपका आफन्तलाई शव जिम्मा लगाएका छन्। त्यसपछि शव एम्बुलेन्समा राखेर बुटवल 11 कालिका नगरको मनोकामना पथ स्थित उनको घरमा ल्याइ पुर्याइएको हो। शव ल्याइ पुर्याउनु अघि नै सुदीपको घरमा आफन्त र छरछिमेकीको भिडभाड थियो। सुदीप नरहेको खबरले टोलका बासिन्दा र आफन्तजन मंगलबारदेखि नै शोकमा डुबेका थिए। शव घर ल्याइ पुर्याउँदा आफन्त र छिमेकी भक्कानिए। 27 वर्षीय सुदीप आमा रिमकला, बहिनी सुषमा र ज्वाइँ युवराज काफ्ले सहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्विजरल्यान्ड समेत भनेर चिनिने वैश्वरण उपत्यकामा घुम्न पुगेका थिए। त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो 81 बन्दुकधारी आतंकवादीको समूहले गोली हानेर सुदीपको ज्यान लिए। सुदीपसँगै गएकी आमा रिमकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाउन सफल भए। भाग्ने क्रममा रिमकला सामान्य घाइते समेत भएकी छन्। सुदीपको शव ल्याएर आमा, बहिनी र ज्वाइँ बुटवल फर्किएका छन्। आमा बाबुको सम्बन्ध विच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल 11 कालिका नगरमा बस्दै आएका थिए। यसअघि उनीहरूको घर बुटवल 14 बेलभरियामा थियो। सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासखाली गाउँपालिका वडा नम्बर 4 हो। शिक्षण पेसामा आबद्ध बुबा ध्रुव नेउपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौँमा थिए। मंगलबार घर फर्किने क्रममा उनले छोराको यो अप्रिय खबर थाहा पाएका थिए। सुदीपको घटनास्थलमै ज्यान गएको भए पनि आमा, बहिनी र ज्वाइँ भने सुरक्षित छन्। उनीहरूले भागेर ज्यान जोगाएका हुन्। भाग्ने क्रममा आमा सामान्य घाइते भएकी छन्। जम्मू कश्मीरमा भएको यो आक्रमण विगत केही वर्ष यताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण मानिएको छ। यो घटनापछि साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किसकेका छन्। उनले यसलाई आतंकवादी हमला भन्दै आक्रमणमा संलग्नलाई नछोड्ने चेतावनी दिएका छन्। मंगलबारको हमलापछि राजधानी दिल्ली र मुम्बईसहित भारतभर उच्च सतर्कता समेत अपनाइएको छ।